लाज किन हुने? 2 सिट तलमाथि हुन सक्छ। एकदमै दुःखको कुरा, नेपालको राजनीतिले एउटा नेपालको कमेडियनलाई आज यस्तो पछार्यो। 68,000 को घन्टीले टाउकोमा हानेर फिनिनिनी पारिदिनु भयो। 35 वर्ष नेपालमा राजनीतिभन्दा पनि बढी कमेडी गरेर हँसाउँदै आउनुभएका केपी शर्मा ओलीलाई आज यो घन्टीले गर्यो। जिन्दगीमा घात गर्यो केपी ओलीसँग। अब न त घरको न त घाटको न त कमेडी क्लब नै रह्यो। के गर्ने? न त अब केही पनि रहेन के। अब के गर्ने होला? 65,000 को यो ढ्याङ्ग्रो लाग्दाखेरि केपी बालाले कस्तो भएको होला? एकदमै दुःखको कुरा। नेपालको इतिहासमा यस्तो कसैलाई पनि नहोस्। 35 वर्ष हँसाउनु भयो तपाईँले। आज तपाईँले नै लास्ट टाइम आएर घन्टीले बजारे। यो नेपाली जनताले धेरै गलत गरेका हुन्, साह्रै गलत गरेका हुन्। रुन मात्रै नसकेको, के गर्ने? आँसु उहिल्यै सकिसक्यो। जे होस्, तपाईँको राम्रै ठाउँमा बास होस्, यति भन्न चाहन्छु।